म त मेरो बुढालाई सबै काम गराउने हो, जे काम पनि बराबर गर्न लगाउने हो। अनि पछि छोरा र छोरीलाई पनि सबै काम सिकाउँछु। ल ल, तेरो भाग्यमा तैँले चाहेको जस्तै असल लोग्ने परोस्। एक्लै भाँडा मान्न लागे खै, म पनि सघाउँछु तिमीलाई। भो पर्दैन, तपाईँ टाउको दुखेर सुत्नु भएको मान्छे फेरि किन यहाँ आउनु भएको? टाउको त तिम्रो पनि दुखेको होला, जति म थाकेको छु उति तिमी पनि थाकेकी थियौ होला। तर म टाउको दुख्यो भनेर सुत्न गएँ, तिमी भने भान्सा अम्काएर भाँडा मान्न आइसक्यो। मलाई पनि टाउको दुखेको छ, मलाई पनि थकाइ लागेको छ भनेर भन्नै सकिनँ, किनकि बुहारी मान्छे होइन, घरधन्दा गर्ने मेसिन हो भन्ने गलत मान्यता बसाएको छ हाम्रो समाजले। मलाई नढाँटी भन त, तिमीलाई पनि थकाइ लागेको छ नि है?